नमस्ते मेरो नाम आदि खालिङ म जेनरल सेक्रेटरी क्लिन एन्ड ग्रिन कमिटी तिङसिम जिल्लाबाट आजको भिडियो तपाईहरुसँग शेयर गर्न गइरहेको छु। यो चाहिँ के हो भन्दाखेरि लाइक हामीले हाम्रो आफ्नो जग्गालाई सफा राख्नुको लागि एन्भाइरोन्मेन्टलाई सफा गर्नको लागि हामी कसैको माथि डिपेन्ड गर्नु पर्दैन। हामीले जब चाहन्छ हामीले हाम्रो जग्गालाई सफा राख्नु इच्छा गर्छ हामीले सक्छ भन्ने उदाहरणको साथमा चाहिँ म यो भिडियो शेयर गरिरहेको छु। फ्रम लास्ट 4 years 4 वर्षभन्दा बेसी भइसक्यो हामीले यो हाम्रो जग्गालाई सफा राख्नुको लागि हामीले एभ्री स्याटरडे चाहिँ मर्निङमा क्लिनिङ ड्राइभ राख्ने गरेका छौँ ताकि हाम्रो जति पनि यो एरियामा मैलाहरू छ त्यो एभ्री स्याटरडे चाहिँ हामीले कलेक्ट गरेर यसलाई चाहिँ के भन्छ मैला फ्याँक्ने जग्गामा चाहिँ हामी पठाउँछ र हामीलाई गभर्मेन्टबाट गाडी पनि दिनुभएको छ। एसकेएम गभर्मेन्टलाई धन्यवाद पनि दिन चाहन्छु है, उहाँले हामीलाई गाडी पनि प्रोभाइड गर्नु भइदिनु भएकोमा है। साथै अब यो चाहिँ के छ भने लाइक हामीले जे गर्यो भिडियो हामीले देखाउनु खोजेको होइन, हाम्रो कमिटीले यो गर्यो हाम्रो मान्छेले यो गर्यो भनेर देखाउनु खोजेको होइन। मेन उद्देश्य चाहिँ के छ भने यदि हामीले चाह्यो भने हाम्रो जग्गालाई कसरी सफा राख्नु भने हामी एकजुट भएर सक्छ। हामीले यो गभर्मेन्टको गाडी आउँछ मैला टिपेर लान्छ या माथि डिपार्टमेन्टबाट आउँछ टिपेर लान्छ त्यो नसोच्नुहोस् होला। यदि आफ्नो जग्गालाई सफा राख्नु छ भने हामी अगाडि बढ्नु पर्यो र सानो सानो एक्टिभिटिजतिर आफैले इन्भल्भमेन्ट देखाउनु पर्यो ताकि आफ्नो जग्गालाई सफा राख्नको लागि चाहिँ कसैको डिपेन्ड गर्नु पऱ्यो। आफ्नो जग्गा भनेको आफ्नो जग्गा हुन्छ र आफ्नो जग्गालाई कसरी सफा राख्नु पर्ने त्यो आफूले नै सिक्नुपर्छ। यति नै थियो। यो चाहिँ नसोच्नु होला यो भाइरल हुनुको लागि यो कसैलाई यो गर्नु लागि त्यो देखाउनु लागि होइन। यो चाहिँ भिडियो चाहिँ खालि यति नै हो, हामीले हाम्रो जग्गा कसरी सफा राख्नु सक्छ भन्ने कुरालाई मात्रै सेयर गर्नु गइरहेको छु।